ल यताको देखिएको चाहिँ यो टोइलेटको भागहरु है। अनि यो जुन देखिएको यो भाग छ यो माटो, यो एकवटा माटो। अनि यहाँ यो देखिँदैको घर हो। अनि यो घरमा चाहिँ हामी बस्ने गर्थ्यौं। अब यो घर चाहिँ अब केही दिन पछाडि हामी छोड्न लागेका छौं। भोलितिर चाहिँ त्यही भएर है सानो एउटा क्लिप्स बनाइराखेको। अनि अत्यन्तै खुसी पनि लाग्यो। यतिकौं वर्षसम्म बसियो है, 2-4 वर्ष बसियो मजाले। अहिले चाहिँ नि अब यो छोडेर गइराखेको छौं, तर पनि केही छैन। दुःख त लागेको छैन, तर पनि हल्का यो घर चाहिँ अब निकै बसेको हुनाले। अनि यता कलहरु हो है, कलहरु छ, गाइजहरु। अनि यस्तै ठाउँमा बसिन्थ्यो। जिन्दगी दुःखयापन यसरी नै बितिरहेको थियो मेरो चाहिँ। अहिलेको स्थिति हेर्नु न यो एकदमै। अब यो घर पनि धेरै भयो बनाएको पनि, अनि त्यही भएर अब चाहिँ यो घरले पनि बिदा दियो। यो 12-13-14 वर्ष कति भयो। त्यसैले यो तारामण्डल देखिने हुनाले चाहिँ अब यहाँबाट हामीहरू अन्तै जान लागेको अवस्था हो। घरको स्थिति यस्तो छ। अब हामीहरू केही दिनमै छोडेर जाँदैछौँ। यो घरमा बसियो है, त्यसै खुसी छु यतिको दिनमा बस्दा। छ है यो घर चाहिँ हामी बस्ने जुन घर अस्तिको यो बर्खाको यो एकदमै बर्सात पानीले गर्दाखेरि यो एकदम माटोको लेभल थियो, सबै झरेर अहिले अब यस्तो भत्किसकेको छ। अनि यही पनि त्यही पनि बानसान गरेर चाहिँ नै हामीले हैन काम चलो बसिरहेका थियौं। अब अति नै बस्नै नसक्ने अवस्था। भुइँहरु पनि एकदम चिसो भएकोले गर्दाखेरि अब एकदमै बस्न कठिनाइ भएर चाहिँ हामीहरू यहाँबाट जान लागेका छौं है त गाइस। कता गाइसहरु हामी सुत्ने बेडहरु यस्तो हो। अनि अरु त केही छैन यहाँबाट लत्ता कपडाहरु यस्तो ठाउँ छ। हरिबिजोग भएर बसिरहेका थियौं है। के गर्नु, दुःख आफ्नो दुःख छ, के गर्नु। सुख भए त यो संसारमा किन यस्तो अवस्थामा भइन्थ्यो होला र भन्ने पनि मलाई लाग्दछ। जोस् मान्छेको यो रमणीय क्षण हुने रहेछ के, जति दुःख उति यादहरु आउने रहेछ, सजिने रहेछ भन्न चाहे। अनि यस्तो छ ठाउँहरु। अन्त त यस्तो छ है गाइजहरु है। ल त गाइजहरु हामी चाहिँ यस्तो ठाउँमा बसिरहेका थियौं है। यस्तो एकदमै खेती गर्ने चाहिँ जमिन योग्य भएको ठाउँ हो है। जस खेती गर्नलाई चाहिँ एकदम राम्रो छ, रमणीय ठाउँ। यो जस खेती गर्नलाई अब सहर बजार चाहिँ अलिकति टाढै हो यहाँबाट। हटिया निकै टाढो भएकोले गर्दाखेरि जस अब अलिकति कठिनाइ। जो साइक्लिङ यात्रा या त केहीको माध्यमबाट मात्रै हामी जान सकिन्छ बजार पनि। यति भन्दै गाइजहरु तपाईहरुलाई छोटो मिठो एउटा भिडियो क्लिप बनाएको छु। र अब छोडेर हामीहरू अब जाँदै छौं अब केही दिनहरुमा। अनि अब सबैजनालाई बाइ बाइ। यहाँ छिमेकी दाजुभाइ तथा दिदीबहिनीहरुमा यतिका दिनसम्म बसियो है। यो देख्दै हुन्छ नि यो घरमा चाहिँ नि अब बसियो अत्यन्तै खुसीका साथ। कसैसँग पनि नराम्रो भइएन जोस् है। अत्यन्तै खुसी छु अनि दुखी पनि। अनि यहाँको अब छिमेकी साथीहरुलाई छोडेर जाँदैछौँ यहाँबाट अलि अन्तै हो अलि मासतिर। भेट्ने छु अरु साथीहरुसँग पनि म भेट्न आउने छु कुनै बेला है। सदाबार आउन नसके पनि कुनै बेला चाहिँ अब हामी आउने छौं। अब सदाबार त हैन, अब छिमेकीहरुलाई माया त मार्न सकिँदैन। तै पनि आउने छौं भन्दै अहिलेलाई छुट्टिन्छु तपाईहरुमाझ। फेरि पनि अर्को भिडियोमा आउने बाचा गर्दै बाइ झकास कम्बो। नमस्ते सबैजनालाई है। मेरो प्यारो छिमेकी फ्यामिलीहरुलाई सबैजनालाई बाइ बाइ।